कता हो सोल्टिनी चिटिक्क परेर बाटै बाटो देखेन आऊ बस पुऱ्याइदिन्छु पढा छैन मेरो खुट्टा छैन र तेरो खुट्टा काँधमा राखेर आराम गर्न त मेरो खराब पानी छ मेरो खराब हैन हो दाइ यो घोडा है खच्चड हो रागा हो भाइ तैँले के आइज न मेरो सब इज्जत माटोमा मिलाइस् इज्जत माटो मिलो भन्दैमा मान्छे पनि ती मिल्नुपर्छ दाइ तपाईँको यो रूप मया भाजुले देख्यो भने त हो ठ्याक्कै बेहुला जस्तो देखाएको छ त्यसो भए हिँड्नु त बेहुलीको घरतिर यो मुला जिन्दगी सब्रे नि सुखा छैन बिग्रे नि सुखा छैन अब लाग्ने हो सहरतिर आफ्नै गाउँमा त सिन्का बाँच्न सकेका छैनस् सहर गएर के गर्छस् व्यापार गर्छु हेलो म बम गाजी अरे लातले वाक कान्छु गदालाई गन्ने मानेसँग हात मिलाउँछ लडौ चुनाव भन्दै बस दुनियाँले बच्चा किन नजन्माको भनेर टाउको खाइसक्यो घर सल्लाह गर्नु पर्दैन सल्लाह गरेर बच्चा हुन्छ मान्छे थाहा बस्नु पाउनु त भाग्यको कुरा हो भैँसी भयो खुच्चुकमा ठोकेर उहिले मोमो बनाइसक्थ्यो मेरो खराब पानी छ मेरो खराब कौतियारा कि त अर्को बिहे गर कि म आफै पहिला हेर्छु मलाई बच्चा चाहियो के हो यो आइमाईलाई एक्कासी उमेर गइसक्यो नि अब अहिले नभए कहिले हुन्छ नभएपछि के गरौ त खेताला खोज्नु जाऊ मेरो समर्थन छ ऊ अहिले बेरोजगारहरूको अध्यक्ष छ बेरोजगारहरूको होइन युवाहरूको अध्यक्ष हुँ अब यो देशको युवाहरू सबै बेरोजगारै त हो भान्जा कोमामा हो फेरि यो गणेश जस्तो चुनाव जित्ने निश्चित छ नापिस तेरो पार्टीले कसरी जित्छ जनता यति सबै लालीगुराँस पार्टीमा चाहिँ ठुलो कुरा चुनाव त जसरी जित्छ भने कसरी जित्नुहुन्छ हौ मामा आफै भोट हालेर जित्ने 50,000 भोट ल्याएर जित्छु पुरै जिल्लामा 8,000 भोट होला 42,000 कहाँबाट ल्याउने नापिस तेरो बाजेको नामले तेरो बाजे गतिलो भए तेरो बाउ गतिलो हुँदैन थियो तेरो बाउ गतिलो भएको भए त गतिलो भइहाल्थ्यो नि ल यो पनि लगा अनि हामीसँग हिँड कहाँ हिँड्यो भन्छ कहाँ जानुपर्ने किन जानुपर्ने के को लागि जानुपर्ने बाउले भनेपछि अब खुर्क जान जान्नमा कतै के रे तँलाई पैसा चाहिएछ कि छैन यता काजी 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 त म पनि काजी नै हो यता वीरकाजी तिम्रो मामाको आफ्नै भन्छ यता धनकाजी तिम्रो माइजूको आफ्नै भन्छ कस्तो साइनो लगाइदिएछौ सन्त्याल अंश दाबी गर्ने खालको शरीरमा कहिले एक धरको कपड आउँदैन यस्तो नाङ्गासँग के को लागि अंश दाबी गर्नु मेरो खराब पानी छ मेरो खराब पानी छ साला पातकी भाउजूको नारी समाज ल साला हाइट गम्मै जुटो हाल्यो त साला ये दुख का खत्म नहीं होता बे दाइ स्वर्गकी परी धरतीमा झरी जस्तै छ त इन्द्रलाई लिएर होला देशभक्ति छोरोलाई त्यति पनि थाहा हुँदैन स्कुलमा पढेको साँच्ची दाइले 3 पढेर चाहिँ किन छोड्नु भा फेल भएर हो चुप बिहे गर्नु परेन